नमस्कार श्रोताबिन, म शिशिर पाण्डे। सुरु गरौँ आजका प्रमुख समाचार। नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनाव फागुन 21 गते अगाडि निर्वाचन नभए राजीनामा दिने घोषणा। नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको 15औं महाधिवेशन नभए निर्वाचन नलड्ने घोषणा गरेका छन्। शुक्रबार बिहान संस्थापन समूहको 25 केन्द्रीय सदस्यहरूसँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि महाधिवेशन आफूहरूको बटम लाइन भएको बताएका छन्। भेटमा सहभागी केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले निर्वाचन अगाडि महाधिवेशन नभए गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू उम्मेद्वार निर्वाचनमा उम्मेद्वार नहुने बताएको जानकारी दिएका हुन्। हाम्रो मुख्य ध्यान नयाँ काङ्ग्रेस बनाएर निर्वाचनमा जाने हो, महाधिवेशन बिना नयाँ काङ्ग्रेस बन्दैन, भेटमा महामन्त्रीद्वयको भनाइ उद्धत गर्दै शेर्पाले बताएका छन्। संस्थापन समूहमा 25 सदस्यले केही दिन अघि पार्टी केन्द्रीय कार्यालयमा 7 बुँदे माग दर्ता गराएका थिए। ती माग पूरा गर्न दबाब दिन पार्टी सभापतिदेखि पदाधिकारीसम्मलाई भेटिरहेका उनीहरूले बिहान महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका थिए। एमालेद्वारा नेसनल भोलिन्टियर्स फोर्स गठन, कमान्डरमा पुष्पक श्रेष्ठ। नेकपा एमाले नेसनल भोलिन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणा गरेको छ। काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयोजक भानुभक्त ढकालले फोर्सको 11 सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन्। 11 जनाको केन्द्रीय कमान्डरको फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठ रहेका छन्। त्यसै फोर्सका 2 जना कमान्डरमा रहने छन्। कमान्डरहरूमा सदस्यहरूमा सिक्केशव रोका, लव अधिकारी यादव, जयराम थापा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल र विनिता काफ्ले रहेका छन्। भारत र बङ्गलादेशमा शक्तिशाली भूकम्पको धक्का। भारत र बङ्गलादेशमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकी भूगर्भिक सर्वेक्षण अनुसार बङ्गलादेशको टुङ्गी भन्ने स्थान नजिकै केन्द्रबिन्दु रहेको भूकम्प 5.6 रेक्टर स्केलको तीव्र गतिमा रहेको बताइएको छ। भारतमा पनि यो भूकम्पको धक्का महसुस गरिएको थियो। स्थानीय समयअनुसार शुक्रबार बिहान 10 बजेर 10 मिनटको समयमा भारतको पश्चिम बङ्गाल र आसपासका राज्यमा भूकम्पको धक्का महसुस गरिएको छ। सामाजिक अभियन्ता सुदन गुरुङद्वारा गृहमन्त्री अर्यालको राजीनामाको माग। जेएनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा दिनुपर्ने माग पुनः दोहोर्याएका छन्। शुक्रबार सिराहाको कमला पुल निरीक्षण गर्न सिराहा पुगेका नेता गुरुङले पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्याललाई अब एकछिन पनि कुर्सीमा बस्ने अधिकार नभएको प्रतिक्रिया दिएका छन्। सरकार बनाउने बेला राष्ट्रपति कार्यालयमा वार्ता हुँदा ओमप्रकाश अर्यालले जेएनजीका सबै माग पूरा गर्ने भनेको भए पनि अहिले आएर केही पनि नगरेको आरोप लगाएका छन्। जेएनजीका माग पूरा हुँदैनन् भने त्यस्तो गृहमन्त्री नचाहिने उनले बताएका छन्। बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले संयुक्त रूपमा मक्सिर 7 गते पार्टी एकताको घोषणा गर्ने। मक्सिर 7 गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारको नेतृत्वको समूह लगायतका समूहसँग एकताको घोषणा हुने भएको छ। वृहत एकता घोषणाको सवारीको तयारी तीव्र गतिमा अघि बढेको नेसपा नयाँ शक्तिका प्रचार विभाग प्रमुख रेखा गुरुङले जानकारी दिएकी छन्। राष्ट्रिय सभागृह काठमाडौँमा हुने कार्यक्रममा 3 घटक बाहेक अन्य समूहलाई पनि ल्याउने गरी छलफल भइरहेको गुरुङले बताएकी छिन्। नेकपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र परियार समूह बीच कार्तिक 28 गते एकतामा सहभागी हस्ताक्षर भएको थियो। विस्तृत शान्ति सम्झौता 19 वर्ष पूरा भएको अवसरमा प्रचण्डको सन्देश। तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक र लोककल्याणकारी र भ्रष्टाचार मुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन्। शान्ति सम्झौता भएको 19 वर्ष पूरा भएको अवस्थामा प्रचण्डले शुक्रबार एक सन्देश जारी गर्दै यस्तो बताएका हुन्। जेएनजी युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेको प्रचण्डको दाबी रहेको छ। शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यकता परिमार्जन गर्न सके मात्र युवाहरूको आकांक्षा सम्बोधन हुन सक्ने उनले बताएका छन्। शान्ति सम्झौताका तत्कालीन सरकारका प्रमुखबाट तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र जनयुद्ध पक्षाध्यक्ष माओवादीका तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए। नेसनल भोलिन्टियर फोर्ससँग कोही पनि आत्तिन नपर्ने केपी शर्मा ओलीको भनाई।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सबाट कोही पनि आत्तिन नपर्ने बताएका छन्। शुक्रबार युवाहरूको समूह नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित फोर्स राष्ट्रिय हित र नेकपा एमालेका लागि गठन गरिएको बताएका छन्। यो स्वयंसेवक दस्ता हो, हितको लागि गरिएको हो, यसकारण यसको अस्तित्व र संगठनसँग केही पनि आत्तिनु पर्दैन, डराउनु पर्दैन, अध्यक्ष ओलीको भनाइ थियो। अध्यक्ष ओलीले फोर्स अनुशासन ढङ्गले काम गर्दै जाने भन्दै हिंसा, आतंक, तोडफोड र लुटपाटका काम विरुद्ध काम गर्ने बताएका छन्। कोशी प्रदेशका 42वटा हिमताल उच्च जोखिममा। कोशी प्रदेशमा रहेका 42वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले बताएको छ। सङ्खुवासभाको सदरमुखमा खालबारीमा आज आयोजित कार्यक्रममा नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनको उच्च जोखिम सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा इसिमोडका विज्ञ शरद प्रसाद जोशीले 2020को प्रतिवेदन मार्फत उक्त तथ्याङ्कबारे जानकारी गराएका हुन्। जोशीका अनुसार नेपालमा रहेका 2069 हिमतालमध्ये कोशी क्षेत्रमा मात्र 42वटा अत्यन्त जोखिमयुक्त अवस्थामा हिमताल रहेको बताएका छन्। हिमताल फुटे ठूलो जनधन र भौतिक संरचना विनाश हुन सक्ने उल्लेख गर्दै जोशीले उच्च सतर्कता तथा पूर्व तयारी आवश्यक रहेकोमा जोड दिएका छन्। सत्यनिरूपण तथा बेपत्ता आयोगका पदाधिकारीको राजीनामा माग्दै द्वन्द्व पीडितको धरना। विस्तृत शान्ति सम्झौता भएको 2 दशकपछि पनि न्याय नपाएको भन्दै द्वन्द्व पीडितहरूले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा धरना दिएका छन्। पीडितहरूले दलीय भागभण्डाको आधारमा पदाधिकारी नियुक्ति गरेर न्याय दिन नसक्ने भन्दै धरना दिएका हुन्। उनीहरूले आयोगका पदाधिकारीहरूको राजीनामा समेत माग गरेका छन्। धरनामा बसेकाहरूले विधि प्रक्रिया र मापदण्ड मिचेर तेस्रो पटक पनि दलीय भागभण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल खारेज गर्नुपर्ने माग बताएका छन्। बन्चरे डाँडाका स्थानीयको अवरोध हटाउने सहमति, काठमाडौँको फोहोर उठ्ने। बन्चरे डाँडामा काठमाडौँको फोहोर विसर्जनबाट स्थानीयबाट भइरहेको अवरोध घटाउने सहमति भएको छ। शहरी विकास मन्त्री कुलमान घिसिङले पहलमा बुधबार र बिहिबार भएको वार्ताले 11 बुधे सहमति जुटाएको हो। सहमति जुटेसँगै फोहोर मैला विसर्जन भएको अवरोध शुक्रबारबाट खुल्ने भएको छ। सहमति अनुसार सरकारले स्थानीयहरूलाई विगतमा चलाइएका मुद्दा फिर्ता लिने, यसका लागि स्थानीय जनतालाई विगतमा चलाएको मुद्दाको सम्बन्धमा तत्काल निर्णय गरी प्रचार गरिने भनिएको छ। काठमाडौँ महानगरपालिकाले 3.5 वर्ष अघि स्थानीय अमृत तामाङ, निराजन सञ्जेललाई अभद्र व्यवहार गरी काठमाडौँ महानगरपालिकाको गाडी तोडफोड लगायतका आरोप लगाउँदै उजुरी दिएको थियो। त्यसै त तामाङ र सञ्जेलमाथि मुद्दा चलिरहेको छ। आगामी आर्थिक वर्षको बजेटमा EIA प्रतिवेदन अनुसार जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने काम अगाडि बढाउने समेत सहमति भएको छ। बाँकेको सिमरा घटना साम्य पार्न स्थानीय प्रशासन र जेनजी बीच 3 बजे छलफल। बाराको सिमरा घटना साम्य पार्नका लागि स्थानीय प्रशासन र जेनजी अगुवा बीच छलफल हुने भएको छ। बुधबारदेखि तनाव बनेको सिमरा घटना साम्य पार्न जेनजी अगुवाहरूसँग शुक्रबार दिउँसो 3 बजे छलफल गर्ने र समय तय भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताएका छन्। मिश्रका अनुसार पथलैया स्थित सशस्त्र परिबल नेपाल प्राविधिक तालिम विद्यालयमा छलफल हुनेछ। जिल्ला प्रशासन कार्यालय बाराले बिहिबार नै प्रदर्शनकारीहरूलाई औपचारिक रूपमा वार्तामा आउन भनेको थियो, तर उनले सिमरा आसपासका क्षेत्रमा वार्ता हुनुपर्ने माग राखेका थिए। 7 वर्षपछि फर्कियो गृह मन्त्रालय माताहातमा गुप्तचर विभाग। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन 2042लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरे लगत्तै 7 वर्षपछि राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहतमा सरेको छ। मङ्गलबार बसेको मन्त्री परिषद बैठकको अध्यादेश जारी गरी राष्ट्रपति पौडेलले गरेको सिफारिस स्वीकृत भएपछि अध्यादेश जारी भएपछि औपचारिक रूपमा गुप्तचरी निकाय गृह मन्त्रालय मातहतमा आएको हो। यसअघि सरकारले गुप्तचर विभाग र राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग पूर्ववर्ती अवस्थामै फर्कने निर्णय गरेको थियो। अन्य विभागहरू पूर्ववर्ती रूपमा फर्किए पनि कानुनी अडचनका कारण अभी भने प्रधानमन्त्रीसँगै रहेको थियो। मन्त्रीद्वय घिसिङ र गुप्ताबाट निर्माणाधीन रामजानकी रङ्गशाला निरीक्षण। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले जनकपुर धाम स्थित निर्माणाधीन रामजानकी रङ्गशालाको निरीक्षण गरेका छन्। शुक्रबार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रङ्गशाला पुगेर निरीक्षण गरेका हुन्।
उनीहरूले रङ्गशालाको निर्माण कार्य रोक्नुको कारण र खेल मैदानको अवस्था लगायतका विषयमा जानकारी लिएका थिए। रङ्गशाला निरीक्षणका क्रममा मधेसले खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट सङ्घका पदाधिकारी खेलाडीहरूको त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए। मनोकामना मन्दिर जाने बाटोमा बन्न लागेको पुलको मुख्यमन्त्रीद्वारा शिलान्यास। गोर्खाको प्रसिद्ध धार्मिक स्थल मनोकामना मन्दिर जाने सडक खण्डमा मोटरेबल पुल बन्ने भएको छ। गोर्खा नगरपालिका 12 र शहीद लखन गाउँपालिका 1 जोड्ने लुदी खोलामाथि गण्डकी प्रदेश सरकारले लगानीमा पुल बन्न लागेको हो। पुलको शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरेका छन्। स्याउली बजार भट्टफाट हुँदै मनोकामना जोड्ने खडकसण्डमा बन्न लागेको पुलको कुल लागत 7,59,30,000 रहने पूर्वाधार विकास कार्यालय गोर्खाले जनाएको छ। बचत फिर्ताको माग गर्दै सहकारी पीडितद्वारा राजधानीमा धरना। बचत फिर्ताको माग गर्दै सहकारी पीडितले धरना दिएका छन्। सहकारी पीडितहरूले शुक्रबार काठमाडौँको बुद्धनगर स्थित सहकारी विभागको कार्यालयमा धरना दिएका हुन्। सरकारले पीडित सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कामलाई निरन्तरता नदिएपछि धरनामा बस्नु परेको उनीहरूको भनाइ थियो। उनीहरूका अनुसार बचत रकम तत्काल फिर्ता गर्न, जनता मार्न पाइँदैन लगायतका नारासहितका प्ले कार्ड बोकेर धरनामा बसेका थिए। उनीहरूले सबै खाले पीडितलाई धरनामा एकताबद्ध हुन पनि आग्रह गरेका छन्। पाकिस्तानको रासायनिक कारखानामा भयानक विस्फोट, कम्तीमा 15 जना मृत्यु भएको अनुमान। पाकिस्तानको पन्जाब प्रान्तमा रहेको एक रासायनिक कारखानामा शुक्रबार ठूलो विस्फोट भएको छ। बिहिबार सबेरै भएको विस्फोटमा ठूलो विस्फोट भएर कारखाना मात्र नभएर नजिकका भवनहरू समेत भत्किएका थिए। दुर्घटनामा करिब 15 जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले बताएका छन्। पन्जाब प्रान्तको लाहोरमा बाट 130 किलोमिटर टाढा रहेको फैसलाबाद जिल्लाको मनिकपुर क्षेत्रमा रहेको रासायनिक कारखानामा विस्फोट भएको थियो। नवलपरासीमा बस पल्टिँदा 20 जना घाइते। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दुमा बस दुर्घटना हुँदा 20 जना घाइते भएका छन्। नारायणगढबाट बुटोल जाँदै गरेको लु 2 ख 2845 नम्बरको बस आज मध्यबिन्दु 8 खजुरी खोलामा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा घाइते भएका सबैको मध्यबिन्दु प्रादेशिक अस्पतालमा डन्डामा उपचार भइरहेको बताइएको छ। प्रहरी चौकी तम्सारियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो। बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। एमाले मक्सिर 6 गते गर्ने प्रदर्शनमा 60,000 भन्दा बढी मान्छे उतार्ने दाबी। नेकपा एमाले नेता महेश बस्नेतले भोलि काठमाडौँमा 60,000 मान्छे उतार्ने दाबी गरेका छन्। नेसनल पार्टीको नेसनल भोलिन्टियर्स फोर्स घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले भोलि एमालेको प्रदर्शन भव्य हुने र आजकै र्याली देखाइसकेको बताएका छन्। उनले भने भोलि 11 बजे भिरगुन मण्डपमा हामी भेला हुँदैछौँ। त्यहाँबाट 60,000 भन्दा बढी धेरै मान्छे जम्मा भएर सभा गर्दैछौँ। सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाबाई गर्न लगाएर उहाँका छोरासँगै बेला जानुपर्ने बताइदिन्छौँ। उनले राजनीतिक दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले 2-3 दिनभित्रमा राजीनामा दिने दावी समेत गरेका छन्। उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्ट्याटस लेखेर देशलाई सङ्कटमा पुर्याउन खोजेको अब नेसनल भोलिन्टियर फोर्सले रक्षा गर्ने बताएका छन्। अध्यक्षमा प्रतिस्पर्धा गर्न आफू तयार भएको ईश्वर पोखरेलको भनाई। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमा भावी अध्यक्षमा दाबी प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्न तयार रहेको जानकारी गराएका छन्। उनले पोखरेलले ओलीलाई नेतृत्वबाट बिदा लिएर अभिभावक बन्न समेत आग्रह गरेका छन्। उनले सकेसम्म आफूलाई सर्वसम्मतलाई अघि बढाउन ओलीलाई आग्रह गरेका छन्। ओलीले नेतृत्वमा सर्वसम्मत चयन गरौँ भन्दै नत्र स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार भएको बताएका छन्। झलनाथ खनाल, माधव नेपाल, भीमराव जस्ताको उदाहरण दिँदै ओलीले विगतमा प्रतिस्पर्धाबाट गरेर हारेका टुटफुट र पार्टी विभाजनको गतिविधि समेत गरेको उदाहरण दिँदै एकडिगा भएर जानुपर्ने अहिलेको अवस्था त्यस्तो नहोस् भन्ने सचेत पनि गराएका छन्। उपसभा महासचिव प्रदीप गवालीले अध्यक्षले अहिले नै पार्टी आन्दोलन र राष्ट्रकै सामु भइरहेको चुनौती सामना गर्न एकताको लागि मार्गदर्शनको रूपमा लानुपर्ने बताएका छन्। अहिले आम पार्टी पङ्क्तिले पनि चाहेको कुरा यही हो। यति हुँदाहुँदै पनि कसैले प्रतिस्पर्धा गर्ने भए स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ, उनले विचार प्रस्तुत गरेका छन्। आजको बैठक झन्डै 8 घण्टासम्म चलेको थियो।